तपाईको सबभन्दा नजिकको मान्छेले नि तपाईलाई अन्याय गर्न सक्छ। अन्याय गर्यो भने आउने ठाउँ चाहिँ यो। हाकिम भनेको सेजदार हो क्या। अनि उसले सबै कुरो चाहिँ यस्तो गर उस्तो गर भनेर अनि अरू फाँटगाली गर्छन्। तर यही कुर्तीमै बसेर गरिदिँदा जस्तै पनि भयो। हामी यहाँ देख्न आएको हो र हजुरलाई एक्चुअली देख्न भन्ने हिसाबले पनि भयो। तर यो मेलमिलापको तालिम मेलमिलापकर्ता बनाउने तालिम पनि पोहोर साल पनि हामीले बजेटिङको निकै दही गर्नुपर्छ भन्दा पनि धेरै लडाइँ भयो। किनभने गत वर्ष त्योभन्दा अगाडि पनि पहिला पनि गरेको रहेछ। हामी आउनुभन्दा अगाडि पनि एकचोटि तालिम भएको छ। घरै मेलमिलापकर्ता मात्रै अलिक ठुलो भोलिको खर्च चाहिँ गर्नु पर्दैन भन्ने साथीहरूको बिचमा चाहिँ निकै लडाइँको बिचबाट हामीले तालिमको लागि बजेटिङ गऱ्यौँ। तालिम गर्ने भन्दा भन्दै पनि प्रशिक्षकको ल्याउने के ल्याउने निकै लामो समयदेखिबाट हामीले रोक्दै अन्त अफिसरलाई लास्टमा भेट्यौँ। लास्ट आउट गऱ्यौँ। यसको चाहिँ एकदमै अपेक्षा तालिम लिएर अब यसरी नाम यो 14-13जनाको नाम लिस्ट पनि हामीले बल्ल उहाँसँग रिक्वेस्ट गरेर मागेर अनि सूचीकृत गरेको। यो पनि थिएन गत वर्ष गरेको। सबै वडाहरूमा हामीले यसलाई पठाएका पनि छौँ। अहिले हाम्रो आशा चाहिँ तपाईँहरू जतिजनाले तालिम लिनुहुन्छ एकदमै इमान्दार भएर मैले लिएको तालिम होइन त्यो चाहिँ यो तालिम त फेरि नगरपालिकालाई मात्रै आवश्यक हुन्छ। हाम्रो व्यक्तिगत जीवनमा हरेक ठाउँमा काम लाग्ने चिज पनि हो नि त। मैले अस्ति पनि भनेको म आफैलाई लिन थियो, आफैले पाइएन। हजुरहरूले एकदम इमान्दार भएर नगरपालिकाको मेलमिलापकर्ताको रूपमा चाहिँ भूमिका खेल्नुहुन्छ भन्ने मलाई ठुलो आशा छ। यो आशा चाहिँ कायम राखिदिनु होला भन्ने अनुरोध यो कुर्चीबाट गरेको मैले आशा। तिनैजनासँग कनेक्सन हुन सकिन्न। ती तिनजना मध्ये एकजनालाई हामीले संयोजक तोक्छौँ होइन। अनि केही पऱ्यो भने तपाईँसँग हामी डे टु डे कन्ट्याक्टमा रहन एकजना संयोजक हुन्छ। अनि त्यस पछाडि मुद्दाको केस कसैले सूचीकृत मैले यो यतिजना मध्ये यो रोज्छु भनेर रोजेको कन्डिसनमा मात्र संयोजक हेरफेर हुने हो कि अरू बेला सधैँ संयोजक एउटै हुन्छ होइन। तपाईँहरूलाई हामीले यहाँ तोकेर पठाउँछौँ एकजना 3जना मध्ये एकजना संयोजक भनेर तोक्छौँ। तर मुद्दाको केसमा चाहिँ तलमाथि हुनसक्छ संयोजक अन्य बाहेक 2जनालाई रोज्यो भने त संयोजक तपाईँ नै हुनु नि भयो। फेरि तपाईँलाई अरू कसैले रोज्यो भने तपाईँ संयोजक हुन पाउनु भएन क्या। अर्को संयोजक हुन्छ त्यो मुद्दा हेरन्जेललाई मात्र। पछिल्लो रोजेको व्यक्ति त्यो विवाद समाधानमा अब संयोजकलाई नै रोज्यो भने त्यो दिनको मुद्दा हेर्दा त्यो संयोजक अहिपछिको संयोजक भयो नि मुद्दा हेर्ने टाइमको संयोजक हुँदैन कि त्यो केसलाई हुँदैन अर्को केसलाई हुन्छ। संहितामा गइसकेपछि संहिताले 3 तहको सरकारको चाहिँ जुन अवधारणा बनायो त्यो बनाउँदै गर्दाखेरि स्थानीय तहमा पनि अब न्याय सरकार बनाउनलाई 3टा चिज चाहिन्छ भन्ने जुन हाम्रो धारणा छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनको सरकार बन्छ भन्ने सरकारको कल्पना गर्यो।
अनि गर्दै गर्दाखेरि कर्मचारी व्यवस्थापनमा चाहिँ न्यायको पाटो चाहिँ न्यायिक समिति भन्ने जिम्मा त दिने, तर कर्मचारी व्यवस्थापनको पाटोमा चाहिँ सरकारले सोचिरहेको छ नि। यसमा चाहिँ हाम्रो पनि माथिसम्म लडाइँ भएको आशा छ। अस्ति मात्रै मुख्यमन्त्री पदभार गर्ने सुरेन्द्र पाण्डेजीले चाहिँ एउटा न्यायिक समितिमा चाहिँ कानुन सहजकर्ताको चाहिँ भूमिका हुनुपर्छ भनेर चाहिँ उहाँले एउटा सिग्नेचर गर्नुभएको छ। आशा छ यो वर्षदेखिबाट हामी गाह्रो चाहिँ अत्यन्तै हुँदो रहेछ, किनभने हामीले न्यायिक समितिमा आएर जिम्मेवारी दिइसकेपछि अलिअलि तालिम त एउटा कुरा हो, तर कानुनका धेरै कुराहरू चाहिँ जान्न पर्दो रहेछ। एउटा कानुनको सानो शब्दले पनि धेरै अर्थ राख्ने यो गर्दा सिक्ने क्रममै हामी धेरै सिक्ने क्रममै भनौँ। यहाँ चाहिँ अलि एउटा खालको कृतिमा ठुलो भएको परिवारलाई उहाँलाई बोलाएर यति छलफल गराउँदा पहिला त्यसरी झगडा गर्नुभयो होइन, कुटाकुटै होला जस्तो स्थिति पनि भयो। हामीले बाहिर गेटमा चाहिँ मान्छे ल्याएर राख्ने, अहिले त पछिल्लो समय हामी नगरपालिका नै परिचालन गर्छौँ त्यस्तो केसहरूमा गेटमा उहाँलाई पनि राख्छौँ। एकदमै झगडा गर्दा पिटापिट गर्नु होला जस्तो गर्दा दुइटै रुनु भयो नि त, यति नमजासँग रुनु भयो, दुइटै पीडा पुग्नु र मिलेर हात समातेर जानुभयो कि अहिले फेसबुकमा उहाँहरूको फोटो, फ्यामिली फोटो, त्यो भिडियोहरू आउँदाखेरि चाहिँ आफूलाई एकदमै त्यो गर्व महसुस हुन्छ। यो कुर्सीमा बसेर गरेको कामले धेरै कुराहरू सिक्न बाँकी छ। है अर्को एउटा मध्यस्थता भन्ने चाहिँ तालिम हुन्छ, त्यसको चाहिँ फरक हुन्छ। अस्ति हामीले मध्यस्थता र मेलमिलापको कुरा गऱ्यौँ नि, मध्यस्थकर्ता भन्ने बित्तिकै उसले निर्णय समेत गर्न पाउँछ, सबै मेलमिलाप हुन्छ, नभए निर्णय गर्न पाउँछ। अनि मध्यस्थतामा चाहिँ त्यो मध्यस्थकर्ताको पारिश्रमिक फिक्स भएको हुन्छ, सम्झौतामा चाहिँ फिक्स भएको हुन्छ। उसले मजाले आफ्नो पारिश्रमिक कति हो बोल कबुल गरेर चाहिँ त्यसरी लिन पाउँछ। तर हाम्रो मेलमिलापमा चाहिँ त्यो अवस्था चाहिँ छैन। त्यसले के गर्ने भन्दा चाहिँ एकदम पिछडिएका, असहाय, एकल अनि
तिमीलाई माया छैन र तिमीलाई माया छैन र अस्ति फोटोमा केक खुवाएको होइन आफूले एकदम तटस्थ भएर दुवैका बिचमा विकल्पहरू यहाँले दिन सक्नुहुन्छ। तपाईँहरूको बिचमा यस्तो यस्तो विवाद रहेछ, यो विवाद त यसरी मिल्न सकिन्छ भनेर आफ्नो कुराहरू विकल्पहरू त देखाउन सक्नुहुन्छ। तर तैँले यो विवाद यसरी नै मिल्नुपर्छ भनेर एउटा पक्षको चाहिँ पक्षधरता देखाएर अर्कोलाई चाहिँ प्रेम हिसाबले त्यसरी काम गर्न पाइँदैन। एटलिस्ट मेलमिलापकर्ताहरू हजुरहरू तयार भएर गइसकेपछि बस्ने ठाउँको व्यवस्थापन हामीले अलरेडी गरिसकेका छौँ। त्यहाँ एउटामा कुर्सी टेबलहरू मेलमिलापकर्ताको सूचीकृत लिस्ट एउटा अनि बोर्डहरू हामीले गत वर्ष पठाएका छौँ र यो वर्ष मेलमिलापकर्ता सूचीकृत गर्ने के अरे मेलमिलापकर्ताको तालिम अलिक पहिल्यै गर्न हामीलाई इच्छा थियो। अलिक पहिला तपाईँलाई भनेको तपाईँले एक मान्छेले दिन्न भनेर म यहाँ आएको। हामी नियम बनाइरहेका छौँ, त्यो नियम अनुसार पहिला सबैको कुरा मसँग सबै विदेशबाट पठाएको चेक गरेको सबै गर्नु